ताकी मारे। ती हाम्रा कलिला यो देशका कणतार बच्चाहरूलाई जुन घरमा त्यो घटना भयो नि साथीहरू, हामीले त्यो हरि भएको जो मान्छे छौँ नि बिर्सिन सक्दैनौँ। यी अपराधीहरूले कानुन विपरीत बिना कसुर गरेर भए पनि ल मेरो छोरोले कसुर गरेको थियो, भ्रष्टाचारी अपराधीहरूले यति किन नगर्ने र गर्थे उनीहरूलाई के न्यु पाउँ भएर बसेका हुन्छन् भनेर सोचिन्थ्यो। के गल्ती थियो के त्यो बच्चाहरूको के गल्ती थियो? ताकी चाहिँ घुँडामाथि हान्ने, नबाँचोस् यो प्याट्टै मरोस् भन्ने खालको काम त्यस्तो के कसुर गरे सरकार? हुन त सरकारमा बस्ने मान्छेकै बच्चाहरू छैनन् भनेको सुन्थेँ के मैले। आफ्नो बच्चा भएन भने रजाइ गर्छ त्यो मान्छेले भनेर। तर सबैलाई चाहिँ भन्न खोजेको होइन है साथीहरू। कोही चाहिँ साँच्चै नै यो कथा जस्तै बनिएर निस्के के, साँच्चै नै यो कथा जस्तै भयो जस्तो सुनेको थियौँ नि। बच्चा नहुने मान्छेलाई अर्काको बच्चाको के माया, अरूको भविष्यको के चिन्ता, होइन? सुन्थेँ के म त्यसरी। के भने होला, एउटा बच्चा भएन भने त्यस्तो दोष दिन त मिल्दैन। तर केपीले चाहिँ यो कुरो पुरा गरे के, यो कुरो चाहिँ मान्नुपर्छ। यो कुरालाई चाहिँ साबितै गरेर देखाइदिए के। हामी नेपालका नेपाली जनतालाई यिनले अहिले मेरो बच्चा छैन, मेरा बच्चा मेरा सन्तति भनेकै नेपाल हो, नेपालका जनता हुन् भनेर चाहिँ राम्रो काम गरेको थियो भने केपी बाले आज यो दुर्दशा देख्नु पर्दैन थियो। जता गयो त्यतै हेर्नु त माहौल कस्तो उहाँको। साह्रै धेर पो रहेछ नि त जनता है, अहिले धेरै बुझिसकेछन् केपी बा। अब उखान टुक्का बिक्न छोडे जस्तो छ, उखान टुक्का बिक्री हुन छोडे जस्तो छ। हो नि, उखान टुक्काको भरमा देश चलाएको तो पनि यति अपराधी ती जस घरमा चाहिँ घटना भयो नि, सोच्नुस् के साथीहरू। त्यतातिर नजाउँ, त्यो छोडिदिउँ। यसपालि हामीले बहुमतले घन्टी चिन्हमा लाई जिताउनुपर्छ, त्यति हो।